15 मिनटमा ग्यास्ट्रिक चट भयो भनेर फेरि सबै फेरि खाना छोडिहाल्ने चाहिँ होइन नि, फेरि नेग्लिजेन्स गर्नु हुँदैन नि। फेरि यो तपाईँको 15 मिनटमा ग्यास्ट्रिक त्यतिकै चट भएको होइन। फेरि यसैभित्र कति मान्छेले यो के हो बुझिन, प्रष्ट बुझाइदिनु भनेर धेरैले भन्नुभयो। अनि कतिपय मान्छेहरूले चाहिँ मैले यो हातमा यो बोकेको छु नि, यो सबै बोकेको देख्दाखेरि एकमुठी सबै पकाएर खाने हो भने सबै पकाएर खाएर निदाउनु पनि भएछ होइन। त्यो यो सबै मुठी खाने होइन क्या। तपाईँहरूलाई यो विधि सबै प्रष्ट के हो भनेर भनिदिनु भन्नुभएको थियो। ल हेर्नु है, यो प्रष्ट हुनु नि तपाईँको पहिले प्रेसर लो हुने हराहरू। जब तपाईँलाई प्रेसर लो छ, तपाईँले यो अघि मैले टिपेको मुन्टा छ, यो मुन्टा ल है, तपाईँको प्रेसर लो छ। ल यो दुईवटा मुन्टा भयो, यति यसमा हाल्नुहोस्। यहाँ हेर्नु, यहाँदेखि तपाईँलाई प्रेसर लो छ नि त, यहाँ हेर्नु यो पानी 1 2 3 ल तपाईँलाई प्रेसर लो छ। ल 3 हाल्नुभयो हो। अब यसमा अलिकति बिरे नुन हाल्नु, कुरो बुझ्नुभयो? अलिकति बिरे नुन हाल्नु। अब तपाईँ फेरि प्रेसर हाई हुनेवालाहरूलाई, त्यहाँ दुईवटा मात्रै मुन्टा छ नि त। अब फेरि तपाईँ होइन एउटा दुईवटा तिनवटा होइन, ल 5वटा जति। यो अहिलेको छिप्पेको सिजनको परेको बेलामा अलिकति त्यसले निन्द्रा चाहिँ बढी लाउँदो रहेछ कसैलाई भन्ने चाहिँ सुनेको छ। तर मनोविज्ञान पनि हो क्या तपाईँको सबैभन्दा ठुलो कुरा। अब यसलाई यहाँ हालिदिनुहोस् है, प्रेसर हाईवालाले। यहाँ तपाईँकोमा कतिवटा 5वटा मुन्टा त भयो नि होइन। तपाईँले धेरै सक्नु भएन, 5वटा मुन्टा भयो। यहाँ अघि 3 गिलास पानी थियो, तपाईँ अझै 1 गिलास पानी थपिदिनुहोस् ल है। यो अब यसलाई उमाल्नुहोस्, भुलुक्क उमाल्ने, कुरो बुझ्नुभयो? उमालिसकेपछि तपाईँले अब अहिले म उमालिसकेर कसरी खाने भनेर फेरि म तपाईँलाई भनिदिन्छु ल।